हेलो गाइस, राधे राधे। हेर्न सक्नुहुन्छ यहाँ दाजु चाहिँ बहुत टेन्सनमा बस्नुभएको छ। यहाँ चाहिँ मेरा जेठाजु हुनुहुन्छ र बुढी चाहिँ भइसक्यो, भागेका 7 वर्ष भइरहेछ र कहाँ गएकी छिन् कुनै नापत्ता भइरहेछिन् र बहुत टेन्सनमा हुनुहुन्छ। जहिले पनि आउनुहुन्छ टेन्सनमै रहिराख्नु भएको छ। अहिले पनि टेन्सनमै हुनुहुन्छ। कति बुझाउँदा पनि बुझ्नुहुन्न। अब के गर्नु। यदि यहाँ दाजुको बुढी चाहिँ तपाईँहरूले भेट्नु भएको छ, यदि कहीँ हुनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। फोटो पनि रहेनछ र देन्सनमै छन्। फोटोको कुरा गर्दै हुन्छ, फोटो छैन भनेर सोधेको, छैन अरे। यता फोटो मोबाइल सबै यता थिए अरे, देखाउँदै हुन्छ नम्बरहरू सबै लिएर गएकी अरे भनेर यहाँ देखाउँदै हुनुहुन्छ सबै थोक। र टेन्सनमै हुनुहुन्छ, भन्दै हुन्छ केही छैन, केही फोटो सोटो कागज केही छैन। ससुराली पनि कहाँ थियो कुनै नोकरी गरेको ठाउँबाटै केटी ल्याउनु भएको र त्यस्तो चाहिँ नगर्नु है साथी। यसो केटीको चाहिँ सबै थाहा पत्ता भएर बिहे गर्नु रहेछ। यो दाजुको जस्तै हुन्छ हालत, नभए यस्तो बिना पत्ताको केटी ल्यायो भने। राधे राधे।